ल ल गाइस हामी चाहिँ आज अब के रे यसलाई के भन्छ रे बुढी के भन्छ रे करकलो टिप्नु लाग्छ हामी चाहिँ टिप्न आएन खोइ यो त खोइ त अनि यसले टिप्छु भन्छ खोइ अनि यसले के भने त हजुरआमा करकलो टिप्छु भनेर आउँछ फेरि के भने त के भने त्यही त उखाल्नै सकेन भाजै छैन गरी खाँदैन हो गरी खाँदैन गरी खाँदैन ए कहिले गाउँमा हुर्क्या भए पो गरी खानु भने जिब्रो चाहिँ तिखार्नी उखाल्न चाहिँ नआउने है तरकारी उखाले चाहिँ त जडीबुटी आइगयो नि मैले खुल्लै छ आमा सर्प आउँदैन नि यही हो उल्झिने नि उसले किल्छ फेरि यतातिर त्यस्तो विशाल शर्मा आउँदैन कि बारीतिर है आमा होइन त अहिलेसम्म हामीले टिपे खाएन त्यही भएर अनि के अनि तिमीले के टिपे मैले यो पात बजारमा बेच्न राख्ने यत्रो यत्रो राख्थेँ नि त आमाले त्यो तलबाट के हो टिपिरह ऊ पुरै त्यो के अरे डाँडै सुधा भाज्न खोजिरहेछ है आमाले ऊ यस्तो टिप्नु भाइ त्यस्तो आमा तपाईँले यस्तो टिप्नु भएन यस्तो टिप्नु भाइ हामी यतातिर टिप्नु न किन नखानु हाम्रो त यो झन् फेभरेट हो गाउँको हजुरआमाले अम्बा पनि छ अम्बा अलिक पाकेको छैन आमा यही बेचे त हुन्थ्यो बाबु हो र होइन र त्यहाँदेखि सबै हो जाउँ न आमासँग जाउँ न पछाडि आमा यहाँ हाल्नु झोलामा तपाईँलाई हाल्नु गाह्रो भयो यो टिप्नु पर्दैन आमा यो यो चाहिँ हाम्रो सानो भ्लग हो है फेरि युट्युबमा हाल्ने हो पुग्छ कि पुग्दैन पुग्छ होला यतिले त नपुगे टिप्नु पर्यो अलिकति टिपौँ न त त्यही त मैले त डल्लो फल्छ होइन आमा यसले टिप्न आउँछ होला भनेर हेरेको त छोडिदियो नगर न यो त के हुन्न पात हो नि त यो त यसरी टिप्नुपर्छ पात टिप्दा कसरी आमा यति राखेर त्यो जरै उ गर्यो भने गर्दा भयो ल यसो टिप्नु भाइ खोइ अब 1-2 मिनटको भ्लग बनाउँछु भनेको 5 मिनट भइसक्यो गाइस है अब यो भ्लगै भनिदिउँ है अब एउटा भिडियो मात्रै बनाउनु खोजेको भ्लगै भएछ हाम्रो बारीमा चाहिँ तपाईहरु के तरकारी खानुहुन्छ त्यो साग खाने कि करकलो खाने कि शंखकिरा नि खान्छ घुङ्गी खाँदैन त मान्छेले ए त्यस्तो नि खान्छ त घुङ्गी पनि छ यहाँ घुङ्गी खाने भए त्यो त अलि ठुलै भयो घुङ्गी खान्छ नि घुङ्गी खान्छ यही हो घुङ्गी के खाने आमा पुग्छ होला अम्बा खाने भए अम्बा खाने पुग्छ होला मुला खाने भए मुला पनि छ गाजर छ के खाने जे भने त्यही छ त्यही भएर गाउँहरुतिरको अर्ग्यानिक तरकारी हेर्नु त आउँ नि यस्तो कि यस्तो जाँठो उही के हो यार उही
चिप्ने हो टिप्न सक्छ यहाँबाट टिप्नु सक्छ आमा म अम्बा हेर्छु कत्रो कत्रो भएको रहेछ